वेलकम टु लाइभ हामी लाइभमा आइरहेको छौँ वी आर रोलिङ है कस्तो आइरहेको छ अगाडि प्लिज हामीलाई सुनाइहाल्नु होला हेरिहाल्नु होला हामीले कमेन्टमा रेस्पोन्स गरिहाल्नु होला है के कस्तो छ अहिले दुवै टिम आइसकेको छ है यतापट्टि हामी जर्सी म्याच भएर उस्तै भएर चाहिँ यहाँ चाहिँ शिखर एफसीले अर्को जर्सी लाउनु परेको छ रेड कलरको जर्सीमा देख्नुहुँदैछ तपाईँहरूले शिखर एफसीलाई भने यता ब्लू कलरको जर्सी यहाँनिर प्लेयर बक्स अगाडि देख्नुहुँदैछ यो हाम्रो न्यू त्रिवेणी स्पोर्ट्स क्लब फतेहपुरको खेलाडी भाइ ऊ रबिनलाई बोलाउ न रबिनको फोन माग न कस्तो आइरहेछ प्लिज हामीलाई जानकारी गराउनु होला आज हामीसँग यहाँनिर लाइभमा यहाँनिर सघाउनलाई हामीसँग यहाँनिर यसै आयोजकबाट सागरजी हुनुहुन्छ त्यसरी प्रकाश हाम्रो कमेन्ट्रीमा बस्छ भने म चाहिँ कमेन्ट्रीमा अब नबसेर पुरै लाइभमा एकदम क्यामेरामा बस्छु एकदमै सबैको राम्रो फुटेज लिने प्लान छ मेरो लेट्स सी ल एकछिन ल एकछिन त्यहाँ सर्च गरेर सागर फेसबुक खोलेर फेसबुक त्यही अर्को होइन गर न ठुलो उयो फेसबुक त्यहाँ लोकल कुटेर ढुटो बनाइसक्यो नानीले मान्छे यस्तो आइरहेछ ल ग्राउन्डभित्र गर्नुपर्ने हो के हो यो पसेन त यार हेलो मिटिङ लाइनको लागि अगाडि बढिदिनु होला यहाँ हामी सम्पूर्णको लागि जानकारीलाई हामी भन्न चाहन्छौँ हामी लाइभ भइसकेको छौँ सम्पूर्णले लोकल किकअप सर्च गरेर लाइभलाई सेयर गरिदिनु होला छोडी यसमा सर्च गरेपछि वर्सेस शिखर नि त्यसलाई चाहिँ कमेन्ट गर्नु ल यो भिडियो यहाँ हैन यसले यो भोल्युम डाउन पुरै डाउन खोइ त यहाँ सक्दैन आइसक्यो सम्पूर्णलाई म यस लाइभमा जोड्न चाहन्छु कृपया तपाईँहरूको आफन्तहरू कोही साथीहरू हुनुहुन्छ भने टाढा लाइभमा जोडाउनु होला लाइभमा सबैले जोड्नु होला त्यसरी शिखर एफसीका आफ्नो फ्यानहरू हुनुहुन्छ भने कोही आफ्नो शुभचिन्तकहरू हुनुहुन्छ भने कोही सबैलाई हाम्रो लोकल किकअपबाट आफ्नो लाइभमा आफ्नो खेलाहरूलाई कतै आफ्नो फ्यानहरूलाई देखाउन सक्नुहुनेछ लोकल किकअप सर्च गरेर आफ्नो फ्यानहरूलाई प्लिज हाम्रो लाइभलाई सेयर गरिदिनुहोस् शिखर एफसी Hello, mic check. Hello, mic check. बाहिरका आवाजहरू क्या अब भइसक्यो यहाँ त्यसले झन् उयो आउँछ क्या झुन्डै राम्रो हुन्छ बोलो हुँदैन
हेलो माइक चेक आदरणीय सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू यो हाम्रो प्रथम गलफडिया मिनी गोल्ड कप 2082 को 9S साइजको फुटबल प्रतियोगिता 2082 को आज हामी चौथो क्वार्टर फाइनल खेलमा रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। उदयपुर जिल्लाको यो सुन्दरनगरी बेलाका नगरपालिका गलफडियाको खेल मैदानबाट यहाँहरूमा हामी प्रत्यक्ष प्रसारण लिएर उपस्थित भइसकेका छौँ। क्यामेरामा विपिन अनि कमेन्ट्रीमा म प्रकाश विष्ट, त्यसै गरी हाम्रो असिस्टेन्टमा हुनुहुन्छ हाम्रो सहयोगका लागि आयोजकका गलफडिया एफसीका कप्तान सागर तामाङ भाइ हामीसँग जोडिरहनु भएको छ र हामी प्रत्यक्ष प्रसारण लिएर यहाँहरूमा आज उपस्थित भइसकेका छौँ र कृपया हजुरहरू कहाँ कहाँबाट हामीसँग जोडिरहनु भएको छ कृपया प्रतिक्रिया दिन भने नभुल्नुहोला। र आजको खेल भने शिखर एफसी भर्सेस न्यू त्रिजुगा स्पोर्ट्स क्लब फतेहपुरको बिचमा हुने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। त्यसै गरी यो आजको चौथो क्वार्टर फाइनल खेल रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। र यतिखेर भने फिफा एन्थम बजिसकेको कुरा छ र म यहाँलाई जानकारी गराउन चाहन्छु। कृपया हाम्रो अडियो भिडियो क्वालिटी कस्तो छ कृपया प्रतिक्रिया भनेर नभुल्नुहोला। यतिखेर भने हाम्रो प्रत्यक्ष प्रसारणमा सम्पूर्ण दर्शक महानुभावहरू जोडिँदै गर्नुहोला। हाम्रो लाइभलाई सेयर गर्न भने नभुल्नुहोला, धेरै माझ पुर्याइदिनु होला। त्यसै गरी यतिखेर हाम्रो प्रत्यक्ष प्रसारणमा जोडिरहनु भएको छ सुरज खत्री जोडिनु भएको छ, त्यसै गरी विनम चौधरी जोडिनु भएको छ, अम्बिका खड्का, त्यसै गरी सुरज खत्री अम्बिका जोडिरहनु भएको छ, हामीलाई हेरिरहनु भएको छ। यतिखेर सञ्जीव कोमलिङ हामीसँग जोडिरहनु भएको छ। आदरणीय केन्द्रीय दर्शक महानुभावहरू हाम्रो अडियो भिडियो क्वालिटी कस्तो आइरहेको छ कृपया प्रतिक्रिया दिन भने नभुल्नुहोला। यतिखेर राष्ट्रिय गान बजिरहेको छ, हामी देख्न सक्छौँ दुवै टिमका खेलाडीहरू, त्यसै गरी आजका रेफ्रीहरू हामी खेल मैदानमा देख्न सक्छौँ। यतिखेर त्यसै गरी आजको यो चौथो क्वार्टर फाइनल खेल भने न्यू त्रिजुगा स्पोर्ट्स क्लब फतेहपुर र त्यसै गरी हामी निलो जर्सीमा देख्न सक्छौँ भने रातो कलरको जर्सीमा हामी देख्न सक्छौँ शिखर एफसी। यो 9S साइजको ग्राउन्डमा सञ्चालन भइरहेको यो प्रथम गलफडिया मिनी गोल्ड कप 2082 को आजको हामी चौथो क्वार्टर फाइनल खेलमा रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू। सम्पूर्णको जानकारीलाई आज दुवै टिमलाई म लाइनको लागि बोलाउन चाहन्छु। रेफ्रीज्यू लाइनको लागि राखिरहेको थिएँ। आज हाम्रो अस्तिको हाम्रो देशको परिस्थितिमा आन्दोलनमा धेरै सहिद भएका कारणले आज शोक बिदा दिएको तपाईँलाई जानकारी छ कि छैन? हामी सम्पूर्ण शहीदहरूलाई समर्पण गर्दै 1 मिनटको मौन धारण कार्यक्रम राख्नेछौँ। आज अस्तिको आन्दोलनमा हाम्रो जुन युवा साथीहरू अहिले धेरै प्रहरी साथीहरू धेरै भएको छ। सम्पूर्ण वीर शहीदहरूलाई समर्पित गर्दै हामी 1 मिनट मौन धारण कार्यक्रम गर्छौँ। सबैलाई म समय सुरु भन्छु, त्यसपछि हामी 1 मिनट मौन धारण गरौँ। समय सुरु। फोटो खींचो होता सम्पूर्ण वीर शहीदलाई आज गेम समर्पित गर्दै आज खेल हामी सुचारू भएको जानकारी गराउन चाहन्छु। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू यतिखेर भने हामीले हालसालै मात्र हाम्रो नेपालमा भएको जुन जेनजी आन्दोलनमा ज्यान गुमाउने श्रद्धाहरू हुनुहुन्थ्यो युथ
र सम्पूर्ण विरोधहरूको लागि हामीले 1 मिनेट मौन धारण गरेका छौँ र आज अन्तरिम सरकारले पनि आज सार्वजनिक बिदा दिएको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यतिखेर भने मेरो हातमा दुवै टिमका खेलाडीहरूको नामावली आइसकेको छ र म यहाँ सबैभन्दा पहिला न्यू त्रिजुगा स्पोर्ट्स क्लब फतेपुरका खेलाडीहरूको नामावली वाचन गर्न गइरहेको छु। सन्दीप भट्टराई जर्सी नम्बर 22, मुकेश माझी जर्सी नम्बर 5, खेम मगर जर्सी नम्बर 9, अनिश थापा जर्सी नम्बर 11, सुदीप थापा जर्सी नम्बर 2, राजन मगर जर्सी नम्बर 23, विकास विष्ट जर्सी नम्बर 17, जेसन राई जर्सी नम्बर 8, निशान राई जर्सी नम्बर 12। त्यसै गरी यहाँ सब्स्टिट्युट प्लेयरहरूको नामावली पनि म वाचन गर्न गइरहेको छु। अनिश रौनियार जर्सी नम्बर 3, दिपेश चौधरी जर्सी नम्बर 15, सागर राई जर्सी नम्बर 1, योगेश कटवाल जर्सी नम्बर 6, त्यसै गरी विज्ञान राई जर्सी नम्बर 7। त्यसै गरी टिम कोचमा हुनुहुन्छ रघु श्रेष्ठ र शिखर एफसीका खेलाडीहरूको नामावली म वाचन गर्न गइरहेको छु। शैल मगर जर्सी नम्बर 4, सिजल राई जर्सी नम्बर 8, किरण राई जर्सी नम्बर 17, मनिष माझी जर्सी नम्बर 1, मिनी मगर जर्सी नम्बर 6, मनिष भण्डारी जर्सी नम्बर 13, रोहन राई जर्सी नम्बर 10, विजय उराव जर्सी नम्बर 3, आशिष राई जर्सी नम्बर 2, निरज थापा मगर जर्सी नम्बर 0, प्रसन खतिवडा जर्सी नम्बर 0, नवराज श्रेष्ठ जर्सी नम्बर 0, सिजल तामाङ जर्सी नम्बर 0, रोयल थापा मगर जर्सी नम्बर 0। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, मैले दुवै टिमका खेलाडीहरूको नामावली वाचन गरिसकेको छु र यदि यहाँहरू भर्खरै मात्र हाम्रो यो प्रत्यक्ष प्रसारणमा जोडिरहनु भएको छ भने यो गल्फडिया मिनी प्रथम गल्फडिया मिनी महोत्सव 2082 को हामी आज चौथो क्वार्टर फाइनल खेलमा रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। त्यसै गरी रेड कलरको जर्सीमा यहाँहरूले देख्न सक्नुहुन्छ शिखर एफसी रहेको छ भने ब्लू कलरको जर्सीमा देख्न सक्नुहुन्छ न्यू त्रिजुगा स्पोर्ट्स क्लब फतेपुर। यतिखेर हामीसँग अम्बिका जोडिनु भएको छ, त्यसै गरी सुरेश राउत जोडिनु भएको छ, सुरज खत्री, रियन थापा मगर, शिखर एफसी उदयपुरलाई सपोर्ट गरिरहनु भएको छ, जोसन राई सोमबारे एफसीबाट जोडिरहनु भएको छ, त्यसै गरी हामीलाई सुरज खत्री पनि जोडिरहनु भएको छ हाम्रो प्रत्यक्ष प्रसारण। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, हाम्रो अडियो भिडियो क्वालिटी कस्तो आइरहेको छ कृपया प्रतिक्रिया दिन भने नभुल्नुहोला। मेन रेफ्री जेएन शङ्कर आजका मुख्य रेफ्री रहेका छन् जेएन शङ्कर, असिस्टेन्ट रेफ्री अमर बहादुर राई, त्यसै गरी अर्का असिस्टेन्ट रेफ्री हुनुहुन्छ गणेश विष्ट, त्यसै गरी फोर्थ अफिसलमा तिलक कालीकोटे रहनु भएको छ। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, उदयपुर जिल्लाको यो सुन्दर नगरी बेलाका नगरपालिका वार्ड नम्बर 2 को गल्फडिया स्थित यो खेल मैदानबाट हामी यहाँहरूलाई प्रथम गल्फडिया मिनी गोल्ड कप फुटबल प्रतियोगिता 2082 को प्रत्यक्ष प्रसारणमा यहाँहरूलाई जोडिरहेका छौँ। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू, हाम्रो यो प्रत्यक्ष प्रसारणलाई सेयर गरेर सबै माझ पुर्याइदिनु हुन म यहाँहरूलाई हार्दिक अपिल गर्न चाहन्छु। आफ्नै गाउँ आफ्नै ठाउँको यो प्रतियोगिता सबै माझ यो प्रत्यक्ष प्रसारणद्वारा हेर्ने अवसर रहनेछ। कृपया सेयर लाइक कमेन्ट गर्न भने नभुल्नुहोला। सुरज खत्री मैले लिइरहेको छु हजुरलाई, सविता थापा अम्बिका पनि जोडिरहनु भएको छ। राम्रो छ, अलिक फ्रेस चाहिँ देखिएको छैन त भन्नुहुँदैछ। खेल सुरु हुन अब केही मिनट बाँकी रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। त्यसै गरी मगर लिब्रन हामीसँग जोडिरहनु भएको छ, सबु समाल मगर भर्खर सुरु भयो भन्नुहुँदैछ। अब केही समय पछाडि सुरु हुने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, कुन कुन ठाउँबाट हजुरहरू जोडिरहनु भएको छ कृपया प्रतिक्रिया भने दिन नभुल्नुहोला। यो फेरि जर्सी नम्बर अघिको थियो होला, अहिले पछि चेन्ज भयो होला है। अहिले नयाँ जर्सी रबिन यो अहिले जुन यिनीहरूले रातो जर्सी लगायो कि यो अर्को जर्सी नम्बर टिपेर ल्याउँछ नाम शिखर एफसीको सोद्धा नै हुन्छ है। अर्को पेपर लिएर आउनु। मगर लिब्रन बेस्ट अफ लक शिखर एफसी भन्नुहुँदैछ, शिखर एफसीलाई समर्थन गरिरहनु भएको छ। त्यसै गरी अजित जितामाङ हामीसँग जोडिनु भएको छ, निकिता बस्नेत बेस्ट अफ लक भनेर भनिरहनु भएको छ। भर्खरै मात्र आजका मुख्य रेफ्रीले यहाँ खेल पहिलो हाफको खेल सुरु भएको विशिलद्वारा जानकारी गराउनु भएको छ। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, आजको खेल निकै आक्रामक निकै सौन्दर्यजनक रहने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु।
निकै नाम चलेका ख्याति प्राप्त खेलाडीहरू रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। दुवै टिमका तर्फबाट निकै उत्कृष्ट खेलाडीहरू रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। सोनिया मगर पोखराबाट हो भन्दै भन्नुहुँदैछ। सुरज खत्री युएबाट जोडिरहनु भएको छ। आदरणीय खेलप्रेमी दर्शक महानुभाव, हजुर कुन कुन ठाउँबाट जोडिरहनु भएको छ कृपया प्रतिक्रिया दिन भने नभुल्नु होला। यो भने प्रथम गलफडिया मिनी गोल्ड कप 2082 को आज हामी डे 4 मा रहेका छौँ र आज डे 4 मा यहाँ प्रतिस्पर्धा गर्ने टिम नीलो कलरको जर्सीमा देख्न सक्नुहुन्छ न्यू त्रिजुगा स्पोर्ट्स क्लब फतेहपुर रहेको छ भने रेड कलरको जर्सीमा शिखर एफसी रहेको छ। यो पहिलो हाफको खेल सुरु भइरहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु खेलप्रेमी दर्शक महानुभावहरू। सविता थापा इटरीबाट जोडिरहनु भएको छ। त्यसै गरी सुमी राई मगर बेस्ट अफ लक शिखर एफसी भनेर सपोर्ट गरिरहनु भएको छ। सबु समाल मगर शिखर एफसी चाहिँ कताको परो दाजु भन्दै भन्नुहुँदैछ। शिखर एफसी बेलकाको खैरबनी भन्ने ठाउँबाट रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। त्यसै गरी एप्सन यतिखेर हामीलाई सोधिरहनु भएको छ कहाँ भएको यो गेम भन्नुहुँदैछ। यो उदयपुर जिल्लाको बेलाखा नगरपालिका वार्ड नम्बर 2 स्थित गलफडियाको खेल मैदानबाट यहाँहरूसँग हामी जोडिरहेका छौँ खेलप्रेमी दर्शक महानुभावहरू। राजन मगर यतिखेर बलमा न्यू त्रिजुगा स्पोर्ट्स क्लबका जर्सी नम्बर 23 का खेलाडी निकै अनुभवी अनि निकै पुराना खेलाडीको रूपमा हामी चिन्न सक्छौँ। सिनियर प्लेयर हुनुहुने लामो समयसम्म न्यू त्रिजुगा स्पोर्ट्स क्लबमा आबद्ध रहेर विभिन्न मुक्सलका गेमहरू खेलिसकेका अनुभवी खेलाडीको रूपमा लिन सक्छौँ राजन मगर न्यू त्रिजुगा स्पोर्ट्स क्लब। त्यतिखेर बल अगाडि बढाउने क्रममा शिखर एफसी यहाँ निकै दबाब दिइरहेको छ। त्यतिखेर न्यू त्रिजुगा स्पोर्ट्स क्लब अम्बिका जिल्लामा जानकारी गराउँछु। रोयल मगर यतिखेर सब्स्टिट्युटमा रहनु भएको छ। यहाँको कमेन्टलाई मैले लिइरहेको छु। रोयल मगर शिखर एफसी को कति नम्बर जर्सी भनिरहनु भएको छ। रोयल मगर यतिखेर सब्स्टिट्युटमा रहनु भएको छ शिखर एफसी को लागि मैले यहाँलाई जानकारी गराएँ। यो 9A साइजको ग्राउन्ड हो। यतिखेर बल अगाडि बढाउने क्रममा शिखर एफसी का प्लेयर यहाँ ब्लक गरिरहेका छन्। राजन मगर मैले भर्खरै मात्र उनको नाम लिइरहेको थिएँ। निकै अनुभवी अनि सिनियर खेलाडीको रूपमा हामी लिने गर्छौँ राजन मगर। यहाँ टाइट मार्क गर्न चाहन्छ यतिखेर न्यू त्रिजुगा स्पोर्ट्स क्लब शिखर एफसी लाई। यहाँ जर्सी नम्बर 8 का खेलाडी थिए यतिखेर बलमा सिजल राई। यहाँ कर्नरको अवसर रहेको छ यतिखेर शिखर एफसी लाई र कर्नर प्रहारका लागि सिजल राई जर्सी नम्बर 8 का शिखर एफसी का प्लेयर हुनुहुने। हेड क्लियर गरिदिएका छन् यतिखेर न्यू त्रिजुगा स्पोर्ट्स क्लबका खेलाडीले। यहाँ फेरि पनि बलमा शिखर एफसी यहाँ अफ साइडको सङ्केत गरेका छन् लाइन्सम्यानले। सबु मगर समाल मगर त्यसै गरी मगरले ब्रान्ड सुनिल अधिकारी हेलो प्रकाश दाई भनेर सम्झिरहनु भएको छ। यहाँ दुवै टिम यो पहिलो हाफमै आफ्नो टिमलाई स्कोरले लिड गर्न चाहन्छ। त्यसै गरी स्कोरको खोजीमा रहेको छ दुवै टिम। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, बोल्ने दाजु तपाईँ चाहिँ कताको पर्नुभयो? म बेलाखा नगरपालिका 1 आमदासीको पर्छु भने त्यसै गरी मेरो सहकर्मी क्यामेरामा साथी विपिन चौधरी पनि आमदासीकै रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। यहाँ केही अवसर हुन सक्छ। त्यतिखेर न्यू त्रिजुगा स्पोर्ट्स क्लबलाई यहाँ
हेडिङद्वारा क्लियर गरिदिएका छन् जर्सी नम्बर 6 का खेलाडी मिनी मगरले यहाँ हेड मार्फत क्लियर गरिदिएका छन्। यतिखेर यहाँ केही खतरा हुन सक्छ। यतिखेर शिखर एफसी का लागि निकै आक्रमक अनि सौन्दर्य रहेको छ आजको यो प्रतिस्पर्धा। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू फेरि पनि बलमा शिखर एफसी का जर्सी नम्बर 4 का खेलाडी रहेका छन्। यहाँ अवसरको खोजीमा रहेको छ। यो किपरले प्रहार थियो जर्सी नम्बर 8 का खेलाडी, तर यहाँ किपरले सहजै पञ्चद्वारा ब्लक गरेर क्लियर गरिदिएका छन्। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरूलाई जानकारी गराउन चाहन्छु, म कमेन्टरीमा प्रकाश विष्ट अनि मेरो सहकर्मी साथी क्यामेरामा विपिन चौधरी, हामी दुवैजना आमबासीको रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। बेलाका नगरपालिका एक आमबासी सुजन हामीसँग जोडिरहनु भएको छ। म यहाँलाई जानकारी गराउन चाहन्छु, यो खेल भने उदयपुर जिल्लाको बेलाका नगरपालिका 2। यतिखेर राजन मगर बलमा यहाँ राम्रो अवसर खेर फालेका छन्। यतिखेर जर्सी नम्बर 23 का राजन मगर, मैले केही समय अगाडि मात्रै उहाँको तारिफ गरिरहेको थिएँ। निकै पुराना अनि अनुभवी खेलाडी, त्यसै गरी सिनियर खेलाडीका रूपमा हामी लिने गर्छौँ। राजन मगर न्यू त्रिजुगा स्पोर्ट्स क्लबको स्थापना कालदेखिका खेलाडीहरूका रूपमा हामी लिने गर्छौँ। भेटरान्स खेलाडी पनि लिन्छ उहाँ, र अहिले पनि युथ सर्कलका यङ सर्कलका खेलाडीहरूसँग टिमलाई लिड गरिरहनु भएको छ उहाँले। म जानकारी गराउन चाहन्छु यहाँ केही अवसर हुन सक्छ। यतिखेर आदरणीय खेलप्रेमी दर्शक जर्सी नम्बर 12 का खेलाडी निशान मगरले यहाँ न्यू त्रिजुगा स्पोर्ट्स क्लबको तर्फबाट व्यक्तिगत पहिलो गोल गर्दै आफ्नो टिमलाई 1 गोलले लिड गरेका छन्। यो पहिलो हाफको पहिलो गोल निशान राईको रहेको छ। जर्सी नम्बर 12 निसु उपनामले चिनिन्छ, उनलाई निसु उपनामले पनि चिनिन्छ। न्यू त्रिजुगा स्पोर्ट्स क्लबका जर्सी नम्बर 12 का निशान राई, उनको टाइटल नाम भने निसु रहेको छ। उनले यो चलाखीपूर्ण गोल किपरलाई बिट गर्दै यहाँ आफ्नो टिमलाई लिड गरेका छन्। उनले जाउला खेल युथ क्लबबाट पनि आफ्नो खेल डेब्यू गरिसकेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। खेलप्रेमी दर्शक महानुभावहरू, यो खेल भने बेलाका नगरपालिका वार्ड नम्बर 2 स्थित गलफडिया मिनी गोल्ड कप 2082 को आज हामी चौथो दिनको खेलमा रहेका छौँ। म यहाँलाई जानकारी गराउन चाहन्छु। यतिखेर किपर सन्दीप भट्टराई रहेका छन्। आज न्यू त्रिजुगा स्पोर्ट्स क्लबका जर्सी नम्बर 22 का खेलाडी उनी निब्बा उपनामले चिनिन्छन्। जर्सी नम्बर 22 का सन्दीप भट्टराई निब्बा नामले पनि चिनिने गर्छ। न्यू त्रिजुगा स्पोर्ट्स क्लबका अहिले हाल पछिल्लो समयका यङ अनि निकै चलाखीपूर्ण खेल्ने गर्छन्। उनी निब्बा भनेर पनि चिन्ने गर्छौँ हामी। सन्दीप भट्टराई जर्सी नम्बर 22 का खेलाडी हुन् उनी। यतिखेर बलमा शिखर एफसी का खेलाडी, यहाँ केही दबाब छ, 1 गोलको प्रेसर लिइरहेको छ यतिखेर शिखर एफसीले। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, यहाँ केही खतरा हुन सक्छ। यहाँ यतिखेर शिखर एफसी का लागि यहाँ कर्नरको अवसर रहेको छ। म यहाँलाई जानकारी गराउन चाहन्छु खेलप्रेमी दर्शक महानुभावहरू। यहाँ कर्नरलाई फास्ट प्लेमा खेलिरहेका छन्। यतिखेर यो पहिलो हाफको खेलमा यतिखेर जर्सी नम्बर 12 का खेलाडी निशान राई निब्बा भनेर पनि चिन्ने गर्छौँ हामी। त्रिजुगा स्पोर्ट्स क्लबका तर्फबाट उनले व्यक्तिगत पहिलो गोल गर्दै आफ्नो टिमलाई 1 गोलले अग्रता दिलाएको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु खेलप्रेमी दर्शक महानुभावहरू। मनिष माझी रहेका छन् शिखर एफसी का तर्फबाट गोल रक्षक। आज निकै दबाब रहेको छ यो 9A साइज ग्राउन्डमा भएको कारणले पनि आज उनले 1 गोलको प्रेसर छ उनलाई। यहाँ आफ्नो टिमलाई कोअर्डिनेट गरिरहनु भएको छ न्यू त्रिजुगा स्पोर्ट्स क्लबका कोच मुख्य प्रशिक्षक रघु श्रेष्ठ। यहाँ आफ्नो खेलाडीहरूलाई कोअर्डिनेसन गराइराख्नु भएको छ। आफ्नो पोजिसन मार्कका लागि उहाँ आफ्नो खेलाडीहरूसँग कोअर्डिनेसन गरिरहनु भएको छ रघु श्रेष्ठ। निकै पछिल्लो समय न्यू त्रिजुगा स्पोर्ट्स क्लब लगायत विभिन्न युवा सञ्जालहरूलाई आफ्नो ऐक्यबद्धतामा रहन, युवाहरूलाई एउटा मोटिभेटेड वेमा जोड्याउनका निम्ति रघु श्रेष्ठ न्यू त्रिजुगा स्पोर्ट्स क्लबका मुख्य प्रशिक्षकको निकै ठुलो भूमिका रहेको छ। पछिल्लो समय युवाहरूको अगुवाईको काम गरिरहनु भएको छ, साथै अध्यक्ष पनि रहेको कुरा म उहाँ जानकारी गराउन चाहन्छु सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू।
लक्ष्मण आचार्य हामीलाई हेरिरहनु भएको छ, तिर्सना थापा मगर, त्यसै गरी हामीलाई हाम्रो लाइभमा जोडिरहनु भएको छ सुरज खत्री। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, हाम्रो यो प्रत्यक्ष प्रसारण यहाँहरूमाझ कस्तो आइरहेको छ कृपया प्रतिक्रिया भनिदिन नभुल्नु होला। त्यसै गरी यो प्रत्यक्ष प्रसारणलाई सेयर गरेर सम्पूर्ण माझमा पुर्याइदिनु होला। त्यसै गरी बलमा मुकेश माझी, उनले आज कप्तानी सम्हालिरहेका छन् न्युट्रिजिका स्पोर्ट्स क्लबका तर्फबाट। मुकेश माझी निकै अनुभवी खेलाडी हुन्, उनी पछिल्लो समय उनले आफ्नो खेल करियरमा निकै राम्रो प्रस्तुतिहरू दिइरहेको पनि हामीले देख्न सक्छौँ। बुच्चु, उनलाई टाइटल नाम भने उनको बुच्चु रहेको छ। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, अम्बिका मगर, साहिल मगर कति हो जर्सी नम्बर शिखर एफसीबाट भन्दा साहिल मगर जर्सी नम्बर 4 लाएर आज रेड कलरको जर्सीमा हुनुहुन्छ। आदरणीय खेलप्रेमी, यहाँ राम्रो बचाउ गरेका छन् यतिखेर सन्दीप भट्टराई, न्युट्रिजिका स्पोर्ट्स क्लबका गोलरक्षक सहजै कलेक्ट गरिदिएका थिए। यहाँ केही खतरा हुन सक्छ यतिखेर न्युट्रिजिका स्पोर्ट्स क्लबलाई। यतिखेर फेरि पनि बलमा निशान राई छन्, क्याप्टेन। यतिखेर थ्रोइङमा छन् जेसन राई, जर्सी नम्बर 8 न्युट्रिजिका स्पोर्ट्स क्लबका तर्फबाट। यहाँ केही खतरा हुन सक्छ यतिखेर न्युट्रिजिका स्पोर्ट्स क्लबलाई। यहाँ सहजै बल कलेक्ट गरिदिएका छन् सन्दीप भट्टराई, न्युट्रिजिका स्पोर्ट्स क्लबका गोलरक्षक। निकेश सुवेदी, यतिखेर सविता थापा हामीसँग जोडिरहनु भएको छ। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, यतिखेर शिखर एफसीका लागि यहाँ फ्री किकको अवसर रहेको छ। यो सर्ट डिस्टेन्समा रहेको छ। यो पहिलो हाफको खेल रहेको छ। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू, म यहाँलाई जानकारी गराउन चाहन्छु। त्यसै गरी फ्री किक प्रहारका लागि यतिखेर जर्सी नम्बर 8 का सिजल राई रहेका छन् शिखर एफसीको तर्फबाट। फेरि पनि बलमा यतिखेर राइट फ्ल्याङ्कबाट जर्सी नम्बर 12 का निशान राई, राजन मगर जर्सी नम्बर 23 न्युट्रिजिका स्पोर्ट्स क्लबका पुराना खेलाडी हुन् उनी। राम्रो बचाउ गरिदिएका छन् यतिखेर जर्सी नम्बर 8 का जेसन राई, न्युट्रिजिका स्पोर्ट्स क्लबका खेलाडी हुने। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू, यो खेल भने यो प्रतियोगिता भने प्रथम गलफडिया मिनी गोल्ड कप फुटबल प्रतियोगिता 2082 को हामी आज चौथो क्वार्टर फाइनल खेलमा रहेको कुरामा यहाँलाई जानकारी गराउन चाहन्छु। यो भने बेलाका नगरपालिका वार्ड नम्बर 2 गलफडिया स्थित खेल मैदानबाट हामी यहाँमा प्रत्यक्ष प्रसारणमा जोडिरहेका छौँ। त्यसै गरी क्यामेरामा विपिन चौधरी र कमेन्टरीमा म प्रकाश विष्ट रहेको कुरामा यहाँलाई जानकारी गराउन चाहन्छु।
पहिलो हाफमा हामी अन्तिम समयमा रहेको कुरामा एउटा जानकारी गराउन चाहन्छु। एक गोलले लिड गरिसकेको छ न्यू त्रिजुगा स्पोर्ट्स क्लबले। जर्सी नम्बर 12 का निशान राईले आफ्नो व्यक्तिगत गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका छन् र यतिखेर शिखर एफसी आफ्नो खेलमा फर्किन चाहन्छ भने स्कोर गर्नै पर्ने हुन्छ र स्कोरको खोजीमा पनि रहेको छ यतिखेर शिखर एफसी। सुभाष खड्का हामीलाई हेरिरहनु भएको छ, त्यसै गरी अम्बिका सविता थापा, रञ्जित सुवेदी हाम्रो प्रत्यक्ष प्रसारणमा जोडिरहनु भएको छ। फेरि पनि यहाँ फ्रीकिकको अवसर पाएको छ शिखर एफसीले। यहाँ केही प्रेसर छ यतिखेर न्यू त्रिजुगा स्पोर्ट्स क्लबलाई भने शिखर एफसी यतिखेर आफ्नो खेलमा फर्कन चाहन्छ। जर्सी नम्बर 13 का खेलाडी रहेका छन् यतिखेर मनिष भण्डारी टिम कप्तान रहेका छन् उनी शिखर एफसी का लागि। यो सर्ट डिस्टेन्सको यार्डबाट फ्री किक प्रहारका लागि जर्सी नम्बर 13 का मनिष भण्डारी टिम कप्तान रहेका छन्। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू आफ्नो खेलमा फर्कन चाहन्छ यतिखेर शिखर एफसी। यहाँ सहजै कलेक्ट गरिदिएका छन् सन्दीप भट्टराई, जर्सी नम्बर 22 न्यू त्रिजुगा स्पोर्ट्स क्लबका गोलरक्षक उनी सहजै कलेक्ट गरिदिएका छन् यो फ्री किकलाई। रेड कलरमा रहेको शिखर एफसी शून्यको अवस्थामा रहेको छ भने ब्लू कलरको जर्सीमा रहेको न्यू त्रिजुगा स्पोर्ट्स क्लब एक गोलले आफ्नो टिमलाई लिड गरिरहेको छ। यो पहिलो हाफको खेल, त्यसगरी यो चौथो दिनको खेल रहेको छ। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू यहाँ केही खतरा हुन सक्थ्यो यतिखेर। जर्सी नम्बर 8 का खेलाडी थिए सिजल राई, हेडिङ तर उनको यो हेड खेर गएको छ। यहाँ केही अपिल गरिरहेका छन् सन्दीप भट्टराई, गोलरक्षक न्यू त्रिजुगा स्पोर्ट्स क्लबका गोलरक्षक। यहाँ आजका मुख्य रेफ्री जेन्सन शङ्कर। यो राम्रो अवसर हुन सक्छ आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू यतिखेर भने यो अवसर खेर फालेका छन् यतिखेर जर्सी नम्बर 8 का सिजल राई शिखर एफसी का लागि। किन पानी यस्तो दिइहाल्यो? आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू केही समयपछि म यहाँहरूलाई खेलाडीहरूको नाममा पनि फेरि पुनः वाचन गर्ने नै छु।
सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू यहाँ केही खतरा हुन सक्छ यतिखेर न्यू त्रिजुगा स्पोर्ट्स क्लबलाई यहाँ निकै दबाब रहेको थियो। यतिखेर शिखर एफसी आफ्नो खेलमा फर्कन चाहन्छ। ढकाल राजा हामीले हेरिरहनु भएको छ यतिखेर भने, त्यसै गरी सुरज खत्री हामीले हेरिरहनु भएको छ। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू केही प्राविधिक गडबडीको कारणले हामीले यहाँ भोलमलाई म्युट गरिएका थियौँ। त्यसै गरी यतिखेर बलमा छन् शिखर एफसीका खेलाडी, बललाई अझ क्लियर गरिदिएका छन् मुकेश माझी, जर्सी नम्बर 5 टिम कप्तान रहेका छन् उनी न्यू त्रिजुगा स्पोर्ट्स क्लबका लागि। मनिष भण्डारी यतिखेर जर्सी नम्बर 3 का खेलाडी रहेका छन् शिखर एफसीका लागि। यहाँ साथी खोजिरहेका छन् विजय उराउ, यो उनको राम्रो क्रस थियो। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू शिखर एफसी रेड कलरको जर्सीमा रहेको छ। शिखर एफसी खैरबनी बेलाको नगरपालिका अन्तर्गत नै पर्ने एडभान्टेज दिएका छन् यतिखेर यहाँ आजका मुख्य रेफ्री एनएस शङ्कर, जियान शङ्कर, माफ गर्नुहोला, आजका मुख्य रेफ्री जियान शङ्कर। 1-0 को अवस्थामा रहेको छ यो प्रतियोगिता। न्यू त्रिजुगा स्पोर्ट्स क्लब 1 गोल रहेको छ भने शिखर एफसी 0 को अवस्थामा रहेको छ। यो पहिलो हाफको खेलमा न्यू त्रिजुगा स्पोर्ट्स क्लबका तर्फबाट निशान राई जर्सी नम्बर 12 का खेलाडीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका छन्। उनको यो व्यक्तिगत गोल रहेको छ। खेलप्रेमी दर्शक महानुभावहरू यो पहिलो हाफको खेल रहेको छ। त्यसै गरी न्यू त्रिजुगा स्पोर्ट्स क्लब फतेपुरका खेलाडीहरूको नामावली म यहाँहरूमा वाचन गरिदिन चाहन्छु। सन्दीप भट्टाई जर्सी नम्बर 22, मुकेश माझी जर्सी नम्बर 5, खेम मगर जर्सी नम्बर 9, अनिश थापा जर्सी नम्बर 11, सुदीप थापा जर्सी नम्बर 2, राजन मगर जर्सी नम्बर 23, विकास विष्ट जर्सी नम्बर 17, जेसन राई जर्सी नम्बर 8, निशान राई जर्सी नम्बर 12। त्यसै गरी सब्स्टिट्युट प्लेयरमा अनिश सोनियर जर्सी नम्बर 3, दीपेश चौधरी जर्सी नम्बर 15, सागर राई जर्सी नम्बर 1, योगेश कटवाल जर्सी नम्बर 6, विज्ञान राई जर्सी नम्बर 7 र त्यसै गरी शिखर एफसी को खेलाडीहरूको नामावली म वाचन गर्न गइरहेको छु। साहिल मगर जर्सी नम्बर 4, सिजल राई जर्सी नम्बर 8, किरण राई जर्सी नम्बर 17, मनिष माझी जर्सी नम्बर 1, मिनी मगर जर्सी नम्बर 6, मनिष भण्डारी जर्सी नम्बर 13 टिम क्याप्टेन। त्यसै गरी रोहन राई जर्सी नम्बर 10, विजय उराव जर्सी नम्बर 3, आशिष राई जर्सी नम्बर 2, निरज थापा मगर जर्सी नम्बर 0, प्रशान्त खतिवडा जर्सी नम्बर 0, नवराज श्रेष्ठ जर्सी नम्बर 0, सिजल तामाङ जर्सी नम्बर 0, रोयल थापा मगर जर्सी नम्बर 0। आदरणीय खेलप्रेमी दर्शक महानुभाव यहाँहरू कुन टिमको समर्थनमा रहनु भएको छ कृपया प्रतिक्रिया दिन भने नभुल्नु होला। त्यसै गरी हाम्रो यो प्रत्यक्ष प्रसारणलाई सबै माझ पुर्याउनका लागि सेयर भने गर्न नभुल्नु होला र हाम्रो भिडियो अडियो क्वालिटी कस्तो आइरहेको छ कृपया सेयर गरिदिनु होला। न्यू त्रिजुगा स्पोर्ट्स क्लबका अग्रज खेलाडी हाम्रो पूर्व खेलाडी उत्तम विष्ट हामीसँग जोडिरहनु भएको छ। लिड गरिहाल्नु पर्छ भन्नुहुँदैछ, कसले गोल हान्यो भन्नुहुँदैछ। निशान राई जर्सी नम्बर 12 का खेलाडीले 1 गोल गरी आफ्नो टिमलाई लिड गर्नुभएको छ। म यहाँलाई जानकारी गराउन चाहन्छु उत्तम विष्ट हाम्रो प्रत्यक्ष प्रसारणमा जोडिरहनु भएको छ। हामी उत्तम विष्टलाई स्वागत गर्न चाहन्छौँ हाम्रो प्रत्यक्ष प्रसारणमा। उहाँ न्यू त्रिजुगा स्पोर्ट्स क्लबका पूर्व खेलाडी समेत रहनु भएको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु खेलप्रेमी दर्शक महानुभावहरू। यतिखेर फ्री किक प्रहारका लागि जर्सी नम्बर 23 का राजन मगर यहाँ कर्नरको अवसर पाएको छ। त्यतिखेर न्यू त्रिजुगा स्पोर्ट्स क्लबले आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू यहाँहरूको
यहाँहरू रहेको ठाउँको मौसमको अवस्था कस्तो रहेको छ हामीलाई जानकारी गराउनु होला। यतिखेर बेलाका नगरपालिकाको मौसम एकदम सुहाना रहेको छ, एकदम प्रतिकूल रहेको कुरा म यहाँ जानकारी गराउन चाहन्छु। हाकिम सन्देश यतिखेर हामीसँग ह्याप्पी क्लबका पूर्व कप्तान पूर्व खेलाडी हाकिम सन्देश हाम्रो यो प्रत्यक्ष प्रसारणमा जोडिरहनु भएको छ। धन्यवादको लागि हामी आभार प्रकट गर्न चाहन्छौँ। यतिखेर जर्सी नम्बर 3 का खेलाडी रहेका छन् शिखर एफसीको लागि। यहाँ भने केही खतरा हुन सक्छ न्यू त्रिजुगा स्पोर्ट्स क्लबलाई। मुकेश माझी थिए यतिखेर, उनको यो डिफेन्स एकदम मुकेश माझीले यहाँ उत्कृष्ट डिफेन्स गरिदिएका छन् शिखर एफसीका खेलाडीलाई। यहाँ केही खतरा हुन सक्छ यतिखेर न्यू त्रिजुगा स्पोर्ट्स क्लबका लागि। यहाँ गोलरक्षक बिट भइसकेका थिए। हाम्रो 38 डिग्री भनेर मिस्टर भनिरहनु भएको छ। हामी यो प्रत्यक्ष प्रसारणद्वारा धेरै धेरै सम्झन चाहन्छौँ। हाकिम सन्देश सूर्य चौधरी स्कोर कति भयो भनेर सोधिरहनु भएको छ। पूर्व खेलाडी ह्याप्पी क्लबका पूर्व खेलाडी सूर्य चौधरी पनि हामीसँग प्रत्यक्ष प्रसारणमा जोडिरहनु भएको छ। न्यू त्रिजुगा स्पोर्ट्स क्लब 1 गोलले आफ्नो टिमलाई लिड गरिरहेको छ भने यतिखेर भने शिखर एफसी शून्यको अवस्थामा रहेको छ। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, अर्जुन कार्की हाम्रो प्रत्यक्ष प्रसारणमा भर्खरै मात्र जोडिरहनु भएको छ, हामी स्वागत गर्न चाहन्छौँ। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, कुन कुन ठाउँबाट जोडिरहनु भएको छ हाम्रो यो प्रत्यक्ष प्रसारणलाई सेयर गरेर सबै माझ पुर्याइदिनु हुन, सहयोग पुर्याइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। आजका टिम न्यू त्रिजुगा स्पोर्ट्स क्लबका तर्फबाट व्यक्तिगत गोल गर्ने जर्सी नम्बर 12 का खेलाडी निशान राई रहेको कुरा म यहाँ जानकारी गराउन चाहन्छु। लवकुश जीके कति कति गोल भयो मैले जानकारी गराइरहेको छु। रेड कलरको जर्सीमा रहेको शिखर एफसी शून्यको अवस्थामा रहेको छ भने ब्लू कलरको जर्सीमा रहेको न्यू त्रिजुगा स्पोर्ट्स क्लब 1 गोलले आफ्नो टिमलाई लिड गरिरहेको कुरा म यहाँ जानकारी गराउन चाहन्छु। हाकिम सन्देश हामीलाई धन्यवाद भन्नुहुँदैछ, हामी यसको लागि आभार प्रकट गर्न चाहन्छौँ। हाम्रो सिनियर दाई पनि हुनुहुन्छ, उहाँ हाम्रो अग्रज दाई ह्याप्पी क्लबका प्रेसिडेन्ट अफ हुनुहुन्छ सन्देश हाकिम। हामी यही प्रत्यक्ष प्रसारणद्वारा हाम्रो अग्रज दाईलाई सम्झन चाहन्छौँ। राजन मगर बलमा हुनुहुन्छ यतिखेर, पूर्व खेलाडी निकै सिनियर खेलाडीका रूपमा हामी लिने गर्छौँ। राजन मगर यङ जेनेरेसनका प्लेयरहरूलाई यतिखेर निकै लिड गर्दै कोर्डिनेसन गर्दै यहाँसम्म न्यू त्रिजुगा स्पोर्ट्स क्लब आजसम्म जीवितै रहेको छ। विभिन्न मक्सलका खेलहरूको प्रतिस्पर्धा गरिसकेको छ। यतिखेर म यहाँ जानकारी गराउन चाहन्छु। यतिखेर पनि शिखर एफसी आफ्नो स्कोरको खोजीमा रहेको छ। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, भुवन वाइबा हामीसँग जोडिरहनु भएको छ। बितिश तामाङ सुनसरी टरीबाट यो लाइभ हेर्दैछु भन्नुहुँदैछ, धन्यवाद छ बितिश तामाङ। लवकुश जीके हामीलाई हेरिरहनु भएको छ। भुवन वाइबा कति कति गोल भयो भन्नुहुँदैछ। न्यू त्रिजुगा स्पोर्ट्स क्लब 1 गोलले आफ्नो टिमलाई लिड गरिरहेको छ भने शिखर एफसी शून्यको अवस्थामा रहेको छ। यहाँ भने केही खतरा हुन सक्छ। यहाँ हेन्ड दिएका छन् आजका मुख्य रेफ्री जियान शङ्कर। आज मैले यो प्रत्यक्ष प्रसारणमा आज निकै पुराना र अनुभवी र सिनियर प्लेयरहरूलाई मैले देखिरहेको छु। सन्देश हाकिम, उत्तम विष्ट, सूर्य चौधरी नेपाली सेनाको राष्ट्रिय सेपाताको टिममा समेत रहनु भएको कुरा म यहाँ जानकारी गराउन चाहन्छु। पूर्व खेलाडी हुनुहुन्छ उहाँ। शिखर एफसी हाम्रो बेलाका नगरपालिकाको खैरबनी स्थितको टिम रहेको कुरा म यहाँ जानकारी गराउन चाहन्छु। यतिखेर यहाँ केही अवसर हुन सक्थ्यो, बसभन्दा बाहिर गएको छ। जर्सी नम्बर 3 का खेलाडी छन् शिखर एफसी का लागि विजय उराउ। भाइ यो बार्साको यो लाउने फुच्चा कहाँ गयो? यो फुच्चा सुमन हामीसँग जोडिरहनु भएको छ। कति कति गोल भयो भन्नुहुँदैछ। यतिखेर भने न्यू त्रिजुगा स्पोर्ट्स क्लब जुन ब्लू कलरको जर्सीमा यहाँले देख्न सक्नुहुन्छ 1 गोलले आफ्नो टिमलाई लिड गरिरहेको छ भने शिखर एफसी रेड कलरको जर्सीमा रहेको कुरा
शून्यको अवस्थामा रहेको छ आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू। यतिखेर भने आजका फोर्थ अफिसियल समय पहिलो हाफको 2 मिनेटको अतिरिक्त समय थप गरेर यहाँ केही गोल यतिखेर भने शिखर नम्बर 6 का खेलाडी मिनी मगरले थप गरेको 2 मिनेटको अतिरिक्त समयमा एक गोल गर्दै उनले खेललाई बराबर ल्याएका छन्। भर्खरै 2 मिनेटको अतिरिक्त थप समयमा बराबरीमा ल्याउन सफल भएको छ भने हालसम्मको नतिजा दुवै टिमबाट एक गोल रहेको जानकारी गराउन चाहन्छु। धन्यवाद। सत्यम राई हामीलाई हेरिरहनु भएको छ। 6 नम्बर के गोल गर्ने खेलाडी जर्सी नम्बर 6 का मणि मगर शिखर एफसीबाट मणि मगरले एक गोल गर्दै गेमलाई अहिले इक्वलाइजरमा लगिरहन्छन्। अहिले हामी पहिलो हाफको अतिरिक्त समयमा रहेको जानकारी गराउन चाहन्छु। यो पहिलो हाफको थप गरिएको अतिरिक्त समय 2 मिनेटको अतिरिक्त समयभित्र भर्खरै मात्र मणि मगर जर्सी नम्बर 6 का मणि मगर शिखर एफसीका तर्फबाट व्यक्तिगत गोल गर्दै खेललाई बराबरीमा ल्याएका छन्। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू मैले जानकारी गराएँ यहाँलाई। शिखर एफसी खैरबनी बेलाखा नगरपालिका 5 को टिम रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। यहाँ आजका मुख्य रेफ्री जियान शङ्कर यहाँ शिखर एफसी का अफिसरलाई यहाँ केही गर्न चाहन्छन्, यहाँ केही सम्झाउन चाहन्छन्। यहाँ कार्ड दिइरहेका छन्, रेड कार्ड दिइरहेका छन्। आजका मुख्य प्रशिक्षक शिखर एफसी का मुख्य प्रशिक्षकलाई यहाँ रातो कार्ड दिएका छन्। यतिखेर आजका मुख्य रेफ्री जियान शङ्कर सम्भवतः प्रमुख प्रशिक्षक आफै उत्साहित भएर मैदान प्रवेश गरेको हुनुपर्छ मलाई जहाँसम्म लाग्छ। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू यहाँ रातो कार्ड दिएका छन्। आजका मुख्य अम्पायर जियान शङ्कर मुख्य प्रशिक्षक शिखर एफसी का मुख्य प्रशिक्षकलाई यहाँ राजन मगरले फल गरिदिएका छन्। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरूलाई यहाँ मुख्य रेफ्रीले पहिलो कार्ड देखाएका छन् राजन मगरलाई। यो खेल भने न्यू त्रिजुगा स्पोर्ट्स क्लब फतेहपुर भर्सेस शिखर एफसी को बीचमा भइरहेको खेल हो। यो पहिलो हाफको खेल छ आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू। यो पहिलो हाफको अन्तिम थप गरिएको अतिरिक्त 2 मिनेटको समयमा जर्सी नम्बर 6 का मणि मगरले व्यक्तिगत गोल गर्दै खेललाई बराबरीमा ल्याएका छन्। यो पहिलो हाफको खेल रहेको कुरा म यहाँ जानकारी गराउन चाहन्छु। न्यू त्रिजुगा स्पोर्ट्स क्लब भर्सेस शिखर एफसी को बीचमा भइरहेको यो प्रतिस्पर्धात्मक खेल रहेको छ। यतिखेर उत्कृष्ट बचाउ गर्दैका छन् सन्दीप भट्टाई र मुख्य रेफ्रीले पहिलो हाफ सकिएको सिल बजाएका छन्। यतिखेर पहिला अब हामीले समय सकेको जानकारी गराउन चाहन्छु। हजुरहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो लाइभ प्रसारण गर्नुभएको धेरै धेरै धन्यवाद यहाँलाई पनि। हाम्रो प्रत्यक्ष प्रसारणलाई नीलो जर्सीमा देख्नुहुँदैछ न्यू त्रिजुगा स्पोर्ट्स क्लब फतेहपुरका खेलाडीहरूलाई भने रातो जर्सीमा शिखर फुटबल क्लब शिखर एफसी खैरबनी बेलाका नगरपालिका नम्बर 5 का खेलाडीहरूलाई देख्नुहुँदैछ। भोलिको खेल कसको सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू भोलिबाट हाम्रो सेमी फाइनल खेल सुरु हुनेछ। भोलिको पहिलो सेमी फाइनल खेल डिडिवाइसी बेल्टार भर्सेस सुनाखरी फुटबल क्लबको बीचमा रहने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। भोलिको 4 बजे पहिलो सेमी फाइनल खेल डिडिवाइसी बेल्टार भर्सेस सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू क्यामेरामा विपिन चौधरी अनि कमेन्ट्रीमा म प्रकाश विष्ट, त्यसै गरी हाम्रो सहकर्मीमा हुनुहुन्छ हाम्रो गलफडिया एफसी का टिम कप्तान सागर तामाङलाई पनि हामीले आज हाम्रो यो लाइभ पोडकास्टमा राखेका छौँ हाम्रो सहयोगीको रूपमा। म यहाँ जानकारी गराउन चाहन्छु आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू सम्पूर्ण यहाँ उपस्थित दर्शक साथीहरूलाई दर्शक महानुभावहरूलाई त्यसै गरी यहाँ उपस्थित सम्पूर्ण आमा दिदी दाजुभाइ सम्पूर्णलाई यसकोलवासी सम्पूर्ण जो सहयोगीहरू हुनुहुन्छ हामी सबै सम्पूर्ण सहयोगी दाताहरूको नामावली पढ्न चाहन्छु। आर्थिक पक्षबाट हामीलाई सहयोग दर्शक दीर्घतिर म मेरो क्यामेरालाई अन गराइरहेको छु आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू।
सुरज खत्री हुनुहुन्छ। सुरज खत्री 10,000, सुषमा खत्री 6,500, नवीन तामाङ 6,000, विशाल बस्नेत 3,055, राजेन्द्र तामाङ 2,500, मुकेश ढकाल 5,100, लक्ष्मण अधिकारी 2,200, अस्मित भट्टराई 3,550, निरज सुवेदी 5,021, टङ्ग तामाङ 3,000, विशाल लिम्बू 10,010, नवराज निरौला 3,410, विराज काफ्ले 10,395, बाबुराम घिमिरे 3,500, जीतबहादुर गर्दी 5,000, नवराज खतिवडा 2,500, वीरेन्द्र तामाङ 5,000, नारायण तामाङ 3,000, प्रमोद विष्ट 5,000, कुमार विष्ट 2,105, बाबुराम कार्की 3,000, सुरज तामाङ 5,000, हरि कोइराला 2,830, लालबहादुर बस्नेत 2,100, सबिन खड्का 2,000, सञ्जीव बस्नेत 2,500, वीरेन्द्र कार्की 2,000, दीपक निरौला 3,100, कुलबहादुर तामाङ 3,333, अर्पण बागदास 3,501, संगम भट्टराई 2,000, विज्ञान बस्नेत 1,500, पदम बहादुर प्रधान 6,800, रामप्रसाद अधिकारी 2,005, भविन बस्नेत 2,010, कैलाश निरौला 4,000, सुबहादुर विष्ट 2,100, मेघराज बुढाथोकी 2,000, जितेन्द्र नेवानी 2,005, धर्मेन्द्र नेवानी 2,222, श्रीधर नेवानी 5,000, अरुण राई 30,172, पूर्णबहादुर राई 4,000, विमिसा पोखरेल 5,000, विकास बस्नेत 2,100, रविन खनाल 1,115, बलराम नायक 5,000, चन्द्रबहादुर खड्का 2,000, गणेश बस्नेत 2,005, मनिष तामाङ 5,000, कुमार खत्री 2,551, एजेट तामाङ कहाँ पुगेको थिएँ? एजेट तामाङ 11,555, आरडी राई 5,163, भक्तबहादुर खनाल 2,112, रमेश विष्ट 2,112, सन्तोष बस्नेत 3,555, अंकित भुजेल 1,555, सन्तोष राई 1,111, अमृत बेन्जु 1,555, सुजन बागदास 3,333, कटक बहादुर सुवेदी 2,050, लक्ष्मी सुवेदी 1,100, बिरयाना तामाङ 1,111, प्रदीप बस्नेत 1,555, बाल विद्या मन्दिर इंग्लिश बोर्डिङ स्कूल 5,051, उदयपुर लिटिल हेभन इंग्लिश बोर्डिङ स्कूल 5,555, सिद्धार्थ टोल विकास संस्था 11,255 र 10 केस पानी, बेलगा टोल विकास संस्था 2,670, विक्रम राई 3,000, नमुना टोल विकास संस्था 2,850, हरि आचार्य 13 केस पानी, अमरज्योति वन कार्यालय हाम्रो मुख्य प्रथम प्रायोजक हुनुहुन्छ, प्रथम पुरस्कारको 30,000, कुमार पौडेल 2,010, निरबहादुर तामाङ 1,010, विक्रम राई 3,000, उमेश बस्नेत 2 थान फुटबल, प्रकाश कार्की 2,005, ज्योति खत्री 2,105, प्रकाश खत्री 3 केस पानी, राजकुमार श्रेष्ठ 1,500। यो रहेको थियो हाम्रो आर्थिक सहयोग। भन्नु नभन्नु के यसमा के भन्नु? अहिले पनि खाइरहेछ? अहिले पनि खाइरहेछन्? त्यो भन्दिनु। प्लेयर बक्समा बस्नु हुने, त्यसरी प्लेयर बक्सको छेउछाउ धुम्रपान मद्यपान नगरिदिनु होला। अन्यत्र यो पब्लिक प्लेसमा नगरेकै राम्रो। प्लेयर बक्स मात्र नभएर अरू पनि यहाँनिर हुनुहुन्छ तपाईँहरू। खेललाई अलिकति संयमित बनाऊ भन्ने हाम्रो मूल नारा हो है। त्यसैले सम्पूर्णमा आह्वान गर्न चाहन्छु, प्लिज यस्तो खालको एक्टिभिटिजहरू फेरि नदोहोऱ्याइदिनु होला। सबैजना यसमा कोअपरेट गर्नु होला। र हालसम्मको नतिजा म फेरि भन्न चाहन्छु, रातो जर्सीमा देख्नु हुँदैछ शिखर फुटबल क्लब खैरबन्डीका खेलाडीहरूलाई, र त्यसै गरी निलो जर्सीमा देख्नु हुँदैछ तपाईँहरूले नेतृत्व स्पोर्ट्स क्लबका खेलाडी साथीहरूलाई, र दुवै टिमबाट एक गोल भएर अहिले खेल बराबरीको इक्वलाइजरमा भइरहेको जानकारी गराउन चाहन्छु। धन्यवाद। अनुभव चाहिँ पहिला न्यू इयर प्रोग्राम। हेलो हाई नमस्ते। हामी दर्शकलाई पनि देखाउन चाहन्छु लाइभमा। कता एउटा सदस्य
तपाईँहरूको कहाँबाट हेर्नु कमेन्टहरू हेरौँ एकछिन हामी रमाइलो कुरा गरौँ को हुनुहुन्छ अहिले हामीसँग यहाँनिर पछाडिपट्टि हेर्न सक्नुहुन्छ सागरजी हुनुहुन्छ त्यसरी म चाहिँ आज अस्तिदेखि उयो भइरहेको थियो कमेन्ट्रीमा तर आजकल म क्यामेरामा बसिरहेको छु हजुर ए नारायण आएको छ तेरो नि म क्यामेरामा देखाइदिन्छु ल यहाँ हाम्रो फ्यान छ बिग फ्यान भन्दै कमेन्ट गरिरहेको छ जस्तै नारायण सेवा यति बेला त्यता त दर्शकहरूको अरूहरू त आएन नि यति बेला चाहिँ खाली ठाउँमा चाहिँ दर्शकहरूको आएन नि अनि अहिले फेरि लकी चाहिँ हाम्रो पनि छ अब एक दुईवटा भाइ आना एक दुई थोडा आना भाइ त्यो एउटा आना थोडा आना ल खोक्दै मिलाएर दुईजनाको मिलाएर खिच्दा कस्तो हान्दैछौ उसको नाम पुग्दैन न भाइको हैन उसको हैन उसको नाम के भाइको नाम के अरे पुष्पजित नेउपान हैन त्यसै गरी यो खेलमा हामीलाई फोटोग्राफी गरेर हाम्रो भोलिन्टियर भाइ पुष्पजित नेउपाने हामीलाई फोटोग्राफी सर्भिस दिएर हामीलाई भोलिन्टियर काम सघाइदिनु हुँदैछ त्यसको लागि हामी एकदमै आभार व्यक्त गर्न चाहन्छौँ फोटोग्राफीको अझै तपाईँको स्किल्सहरू डेभलप हुँदै जाओस् अनलाइनमा यसको बारेमा रिसर्च गर्नु होला खोज्नु होला किनभने कुनै पनि चिजमा गइसकेपछि त्यसमा अलिकति भयो भने अलिकति पोख्त हुनु होला पछि स्पोर्ट्स फोटोग्राफी सिक्नु होला म पनि धेरै समय फोटोग्राफीमा इन्भल्भ भएको कारणले चाहिँ उसलाई हेर्दाखेरि मलाई मेरो पुरानो दिनहरू नै अलिअलि याद भइरहेको छ त्यो हरियो बोलिरहेको एउटा बल दिइहाल त भुवन वाइबा विज्ञान बस्नेत सुरज खत्री विदित तामाङ निकेश शङ्कर हामीसँग यतिखेर जोडिरहनु भएको छ हाम्रो प्रत्यक्ष प्रसारणमा आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू यो दोस्रो हाफको खेल सुरु हुन गइरहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु आज मौसमले पनि एकदम साथ दिइरहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु एकदम मौसम सुहाना अनि प्रतिकूल रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु न्यू त्रिजुगा स्पोर्ट्स क्लबबाट विनोद चामलिङ राई हुनुहुन्न भनेर सोधे विनोद चामलिङ राई यतिखेर हुनुहुन्न म यहाँलाई जानकारी गराउन चाहन्छु जुन ह्याप्पी क्लबका खेलाडी हुनु हुने फतेपुरबाट पनि थुप्रा मोक्सलका प्रतियोगिताहरू डेब्यू गरिसकेका खेलाडीको रूपमा लिन सक्छौँ राजन मगर जर्सी नम्बर 23 का खेलाडी एग्रेसिभ मोडमा देखिनुहुन्छ उहाँ यहाँ भने केही खतरा हुन सक्छ यतिखेर न्यू त्रिजुगा स्पोर्ट्स क्लबका लागि यतिखेर बल न्यू त्रिजुगा स्पोर्ट्स क्लबसँग राजन मगर बलमा सुरज खत्री यहाँको कमेन्टमा मैले दिइरहेको छु म पक्कै पनि जानकारी गराउने छु आयोजकलाई निकेश शङ्कर खगेन कार्की विष्ट प्रकाश खगेन कार्कीलाई साउट आउट टु खगेन कार्की हाम्रो शुभचिन्तक भन्नुहुँदैछ विपिन चौधरीले खगेन कार्की यहाँलाई हामी सम्झाउन चाहन्छौँ यही प्रत्यक्ष प्रसारणद्वारा कृपया सम्पूर्ण दर्शक महानुभावहरू हाम्रो अडियो भिडियो क्वालिटी कस्तो आइरहेको छ हाम्रो यो लाइभलाई सबै माझ पुर्याउन सेयर गरिदिनु होला हाम्रो लाइभलाई र यो दोस्रो हाफको खेल सुरु भइसकेको छ खगेन कार्कीज्यू कतारमा हाम्रो लाइभ कस्तो देखिरहेको छ प्लिज हामीलाई जानकारी गराउनु होला पहिलो हाफको खेलमा दुवै टिमका तर्फबाट एक गोल गरी आफ्नो टिमलाई यहाँ दोस्रो स्कोरको खोजीमा छ दुवै टिम यतिखेर यो अन्तिम क्वार्टर फाइनल खेल रहेको छ आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू प्रथम गलफडिया मिनी गोल्ड कप फुटबल प्रतियोगिता 2082 को आज हामी डे 4 मा रहेका छौँ भोलिबाट हाम्रो
सेमिफाइनल खेल सुरु हुनेछ। साथी खोज्दै यतिखेर विजय उराउ किन नमिराख्नु ठिकै राम्रो एसएबी 3 गोल 6 गोल हानेको एसएबी बल हेरेर त खोइ बल खोइ कहाँ छ यहाँ छ उहाँबाट नि फाल्छ उक्रो खुचेल फाल्नु दिएको राजन मगर छन् यहाँ यतिखेर डिफेन्समा शिखर एफसीका लागि यहाँ उत्कृष्ट डिफेन्स गरिदिएका छन् सागर मगर। शिखर एफसी जर्सी नम्बर 3 का विजय उराउ, त्यसै गरी जर्सी नम्बर 8 का खेलाडी रहेका छन् सिजल राई बलमा साथी खोज्दै यहाँ आउट भएको छ। त्यतिखेर सोइङको चान्स पाएको छ त्यतिखेर न्यू त्रिजुगा स्पोर्ट्स क्लबले। एक एक गोलको बराबरी रही खेलिरहेको छ दुवै टिम त्रिजुगा स्पोर्ट्स क्लब र शिखर एफसी। यहाँ दोस्रो गोलको अवसरको खोजीमा रहेको छ आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू। म यहाँलाई जानकारी गराउन चाहन्छु। धेरै धेरै धन्यवाद सुरज खत्री हाम्रो प्रत्यक्ष प्रसारणलाई सेयर गरिरहनु भएको छ। आजको मौसम यहाँ एकदम प्रतिकूल नै रहेको कुरा म यहाँलाई जानकारी गराउँछु। यो लङ फुटेड रेन्जको स्टार्ट थियो जर्सी नम्बर 6 का खेलाडी मणि मगर, माफ गर्नुहोला मनिष भण्डारी टिम कप्तान जर्सी नम्बर 13। बल देऊ न है ठीक खबर ट्रेन गर्नु ठीक छ त्यतिखेर बल अगाडि बढाउँदै शिखर एफसी जर्सी नम्बर 6 का खेलाडी राइट फ्ल्याङ्कबाट विजय उराउ छन्। यतिखेर बलमा यहाँ मुकेश माझी भर्सेस विजय उराउ। यहाँ कोच दिएका छन् मुकेश माझी टिम कप्तान। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू दुवै टिम एक एक गोलको बराबरीमा यो प्रतिस्पर्धा गरिरहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। म यहाँहरूमाझ एकपल्ट दुवै टिमका खेलाडीहरूको नामावली वाचन गर्न गइरहेको छु। न्यू त्रिजुगा स्पोर्ट्स क्लबका खेलाडीहरूको नामावली म यहाँलाई वाचन गर्छु। सन्दीप भट्टाई जर्सी नम्बर 22, मुकेश माझी जर्सी नम्बर 5, खेम मगर जर्सी नम्बर 9, त्यसै गरी अनिश थापा जर्सी नम्बर 11, सुदीप थापा जर्सी नम्बर 2, राजन मगर जर्सी नम्बर 23, विकास विष्ट जर्सी नम्बर 17, जेसन राई जर्सी नम्बर 8, निशान राई जर्सी नम्बर 12। सब्स्टिट्युट प्लेयरहरूको नामावली यस प्रकार पनि म वाचन गर्न गइरहेको छु। अनिश रोनिया जर्सी नम्बर 3, दिपेश चौधरी जर्सी नम्बर 15, सागर राय जर्सी नम्बर 1, योगेश पटवाल जर्सी नम्बर 6, विज्ञान राई जर्सी नम्बर 7। त्यसै गरी शिखर एफसीका खेलाडीहरूको नामावली पनि म वाचन गर्न गइरहेको छु।
साहिल मगर जर्सी नम्बर 4, सिजल राई जर्सी नम्बर 8, किरण राई जर्सी नम्बर 17, त्यसै गरी मनिष माझी जर्सी नम्बर 1, मणि मगर जर्सी नम्बर 6, मनिष भण्डारी जर्सी नम्बर 13, टिम क्याप्टेन रोहन राई जर्सी नम्बर 10, विजय उराल जर्सी नम्बर 3, आशिष राई जर्सी नम्बर 2, निरज थापा मगर जर्सी नम्बर 0, प्रशान्त घटिवाडा जर्सी नम्बर 0, नवराज श्रेष्ठ जर्सी नम्बर 0, सिजल तामाङ जर्सी नम्बर 0, रोयल थापा मगर जर्सी नम्बर 0। यो भने राम्रो प्रार्थी यतिखेर निशान राईको सहजै कलेक्ट गरिदिएका छन् यहाँ गोलरक्षक शिखर एफसी का मनिष माझी। राजन मगर छन् यतिखेर बलमा, अफसाइडको संकेत गरिदिएका छन् मुख्य रेफ्री। कृष्ण थापा मगर एक गोलको बराबरी रहेको कुरा म यहाँ जानकारी गराउन चाहन्छु। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू, पहिलो हाफको थप गरिएको अतिरिक्त समय 2 मिनेटमा जर्सी नम्बर 6 का खेलाडी मणि मगरले 1 गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएर बराबरीमा ल्याएका थिए। शिखर एफसी का तर्फबाट, न्यू त्रिजुगा स्पोर्ट्स क्लबका तर्फबाट निशान राई जर्सी नम्बर 12 का खेलाडीले उनको व्यक्तिगत गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए पहिलो हाफमा। शिखर एफसी बल अगाडि बढाउँदै यहाँ साथी खोज्दै यहाँ कर्नरको अवसर पाएको छ त्यतिखेर शिखर एफसी का तर्फबाट। यहाँ खेलाडी परिवर्तन जर्सी नम्बर शिखर एफसी का तर्फबाट जर्सी नम्बर 4 का खेलाडी साहिल मगर मैदान बाहिरिएका छन् भने जर्सी नम्बर 17 का खेलाडी मैदान प्रवेश गरेका छन् यतिखेर। खेल हेर्दै कसले जित्छ होला प्रेडिक्सन सुनौँ न त, सुनौँ त अरे। अब म एकदम न्युट्रल भएर भन्नुपर्छ यहाँनिर है, मान्छे यहाँनिर गेम हेर्न म त टोटली स्क्रिनमा हेरिरहेको छु। यहाँ स्क्रिनदेखि उता हेरेँ कि एङ्गल बिग्रिरहेको छ मेरो, तर म गेम आँखाले हेरेँ पनि म चाहिँ यहाँनिर स्क्रिनमा हेर्नु पर्ने हुन्छ मैले धेरै। गेमको फ्लो यस्तै छ, दुवै टिम है, दुवै टिममा मैले चिनेको छु। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभाव, अहिलेसम्मको यो दोस्रो हाफसम्ममा 1-1 गोलको बराबरीको अवस्थामा रहेको छ दुवै टिम र दुवै टिमको खेल निकै प्रतिस्पर्धात्मक रहेको कुरा म यहाँ जानकारी गराउँछु। यसै भन्न सकिँदैन, तपाईहरु अनुमान लाउनुस् कुन टिमले जित्छ, हामी प्रतिक्रिया भने लिने नै छौँ। खगेनजी फतेपुर अब हाम्रो छिमेकी भयो, मेरो चाहिँ पर्सनली उनीहरू खेलिरहेको, त्यसरी यता शिखर एफसीबाट म देखिरहेको छु रनरहरू, साइललाई देखिरहेको छु, त्यसरी रोयलहरूले अरू देखिरहेको छ अनरहरू है, चिनिरहेको उनीहरूले सबै, यदि सबैको नाम थाहा नभए देखिरहेको चलिरहेको खेलाडीहरू हुन्छ, एकदम टप है। यहाँ थ्रोइङको अवसर पाएको छ त्यतिखेर फतेपुर न्यू त्रिजुगा स्पोर्ट्स क्लबले। त्यतिखेर थ्रोइङमा छन् जर्सी नम्बर 2 का खेलाडी सुदीप थापा भोला भोला भनेर टाइटल नामबाट चिनिन्छ, सुदीप कार्की, सुदीप थापा माफ गर्नुहोला। मणि मगर आजका शिखर एफसीका स्कोरर हुनु नि होचा कत्का अनि एकदम छरिका खेलाडीको रूपमा आज लिइरहेका छौँ हामीले। यहाँ भने केही अवसर हुन सक्छ, त्यतिखेर त्रिजुगा स्पोर्ट्स क्लबलाई यहाँ अवसरको खोजीमा छ। राजन मगर छन् बलमा यतिखेर,
राजन मगर उनलाई पछ्याइरहेका छन्। निकै डिफेन्सिभ गरिरहेका छन् आज राजन मगर, निकै सिनियर खेलाडी हुन्। दोस्रो स्कोरको खोजीमा रहेको छ दुवै टिम। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, जितका लागि यहाँ दुवै टिम आक्रामक पनि निकै आफ्नो प्रतिस्पर्धामा उत्रिरहेको छ। भोगेन कार्की नेतृत्वका स्पोर्ट्स क्लबको समर्थनमा गर्नुभएको छ। आयोजक तर्फबाट सबै सम्पूर्ण साथीहरूले धन्यवाद। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू, हामी यो प्रतिस्पर्धा, यो प्रतियोगिताको लागि जसले सहयोग गर्नुभएको छ, हामी आयोजकको तर्फबाट यहाँहरूलाई धेरै धेरै धन्यवाद साथै आभार प्रकट गर्न चाहन्छौँ। यहाँहरूलाई वैदेशिक रोजगारमा जानुभएका सम्पूर्ण स्थानीयहरूलाई जुन यो प्रतियोगिता सफल पार्नको लागि यहाँहरूको अतुलनीय सहयोग रहेको छ, त्यो सहयोगका लागि हामी धेरै धेरै धन्यवाद साथै आभार प्रकट गर्न चाहन्छौँ। यो प्रत्यक्ष प्रसारणद्वारा जानकारी गराउन चाहन्छौँ। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, अम्बिका शिखर एफसीको सपोर्टमा हुनुहुन्छ। खगेन कार्की नेतृत्वका स्पोर्ट्स क्लबले जित्छ भन्दै हुनुहुन्छ। हामी यो दोस्रो हाफको मध्याह्न समयमा रहेका छौँ। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, मौसम एकदम प्रतिकूल रहेको कारण पनि आज उत्कृष्ट बचाउ गरेका छन् यतिखेर सन्दीप भट्टराई नेतृत्वका स्पोर्ट्स क्लबका गोलरक्षक। राम्रो बचाउ गरिदिएका छन् यतिखेर। यहाँ केही अवसर हुन सक्छ यतिखेर शिखर एफसीका लागि। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, हाम्रो यो प्रत्यक्ष प्रसारणको अडियो भिडियो क्वालिटी कस्तो आइरहेको छ कृपया प्रतिक्रिया दिन भनेर बोल्नु होला। शिखर एफसीका विजय उराव जर्सी नम्बर 3 का खेलाडी। आज उनको निकै उत्कृष्ट रहेको छ यो प्रतिस्पर्धामा उनको यो प्रस्तुति। शिखर एफसी खैरबनी बेलाका नगरपालिका 5 को टिम रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। शिखर एफसी टिम सुपाडे भन्दा पारीपट्टिको टिम रहेको कुरा म यहाँलाई सहजै बुझ्नका निम्ति म यसरी भन्न चाहन्छु। बेलाका नगरपालिका 5 स्थित खैरबनीको टिम रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू, सुदीप थापा आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, खेम मगर जर्सी नम्बर 9 का नेतृत्वका स्पोर्ट्स क्लबका खेलाडीले यहाँ ट्याकल गरिदिएका छन्। यहाँ मणि मगर जर्सी नम्बर 6 का शिखर एफसीका खेलाडीलाई यहाँ फल गरिदिएका छन्। यहाँ येलो कार्ड दिएका छन् खेम मगर नेतृत्वका स्पोर्ट्स क्लबका खेलाडीलाई। आजका मुख्य रेफरी जियान शङ्कर पहिलो कार्ड देखाएका छन् खेम मगरलाई। कस्तो भनेको सुनिन्छ खेल जगतमा। यहाँ मेडिकल सपोर्टमा देख्न सक्छौँ हामी। म त पानी भन्दै बोर्ड ताने अमृत थापा मेडिकलमा आज अमृत थापाले हामीलाई सहयोग गरिरहनु भएको छ। त्यतिखेर फ्री किक प्रहारका लागि जर्सी नम्बर 8 का सिजल राई रहेका छन् शिखर एफसीको तर्फबाट। एक गोलको बराबरी रही त्यो प्रतिस्पर्धा। यहाँ दुवै टिम स्कोरको खोजीमा रहेको छ। यो राम्रो प्रहार थियो।
यहाँ अफसाइडको संकेत गरिदिएका छन् सविता थापा डाक्टर खोइ भन्नुहुँदैछ हामीले अघि भर्खरै मेडिकलका हाम्रो सहयोगीले हामीले देखाइसकेका छौँ हामी फेरि पनि डाक्टरलाई यहाँ देखाउने नै छौँ हाम्रा डाक्टरलाई हामीले देखाइसकेका छौँ अमृत खेलाडी उनी प्लेयर पनि रहेको कुरामा जानकारी गराउँछ गोलफडा एफसीका प्लेयर समेत रहेको छ दर्शक दीर्घमा पनि हामी यहाँहरुमा देखाउन चाहन्छौँ सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावले यतिखेर हामी दर्शक दीर्घमा दर्शक दीर्घमा हामी यतिखेर यहाँ देखाइरहेका छौँ यो कलपडियाको सुन्दर नगरी कलपडिया स्थितको यो खेल मैदानको प्रत्यक्ष प्रसारणद्वारा हामी दर्शक दीर्घ लगायत अक्सर डेस्कमा हामी देख्न सक्छौँ आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू यतिखेर दुवै टिम यहाँ स्कोरको खोजीमा रहेको छ यो बाक्लो दर्शकहरूको बाक्लो उपस्थिति आज सरकारले नै सार्वजनिक बिदा दिए अनुरूप नै यहाँ धेरै जसो हामी स्टुडेन्ट लेभलका दर्शकहरू हामी देख्न सक्छौँ आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू बाक्लो गाउँ यो रहेको जुन गलफडिया सचिव होइन वडा सदस्य ज्योति रियान थापा मगर फिल्डमा आउनु पर्यो भन्दै हुनुहुन्छ सोनु पान्तावा खगेन कार्की यो अन्तिम क्वार्टर फाइनल खेल रहेको छ खगेनजी म यहाँलाई जानकारी गराउन चाहन्छु भोलि भनेको सुनाखरी एफसी भर्सेस डिडिवाइसी बेल्टारका बीचमा हुने पहिलो सेमी फाइनल खेल रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू यहाँ जर्सी नम्बर 12 का खेलाडी थिए निशान राई आजका न्यू त्रिजुगा स्पोर्ट्स क्लबका स्कोरर हुनुहुने उनको यो प्रहार बाहिरिएको छ दर्शक भाइरल गराउने भयो सरले कहाँ होइन यसो चारैतिरको यसो सेउजाको एटमोस्फियर देखाउन खोजेको खगेनजी त्यो पनि मुकेश माझीको यो क्लियरेन्स यतिखेर जर्सी नम्बर 9 का खेलाडी छन् यहाँ मुकेश माझी छन् बलमा यतिखेर अनुभवी खेलाडी हुन् टिम कप्तान समेत रहेका छन् न्यू त्रिजुगा स्पोर्ट्स क्लबका लागि हुने राजन मगर लेफ्ट फ्ल्याङ्कबाट बल अगाडि बढाउने क्रममा छन् जर्सी नम्बर 12 का खेलाडी निशान राई यहाँ केही अवसर हुन सक्छ न्यू त्रिजुगा स्पोर्ट्स क्लबलाई तर उनको त प्रहार फितल रहेको छ खेलाडी यतिखेर न्यू त्रिजुगा स्पोर्ट्स क्लबका तर्फबाट खेलाडी परिवर्तन यहाँ अनिश सोनियार मैदान प्रवेश गर्दैछन् भने जर्सी नम्बर 9 का खेलाडी खेम मगर मैदान बाहिरिँदैछन् यहाँ केही खतरा हुन सक्छ यतिखेर शिखर एफसीका लागि पहिले त मायाकले नि भन्ने पर्दैन धेरैको मायाक नभएर
आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू, यतिखेर न्यू त्रिजुगा स्पोर्ट्स क्लबका तर्फबाट खेलाडी परिवर्तन जर्सी नम्बर 3 का खेलाडी अनिश सोनियार मैदान प्रवेश गर्नुहुँदैछ भने जर्सी नम्बर 9 का खेम मगर मैदान बाहिरिनु भएको छ र अहिलेसम्मको स्कोर न्यू त्रिजुगा स्पोर्ट्स क्लब 1 र शिखर एफसी 1 बराबरी रहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। एक डिस्प्ले भन्ने चाहिँ प्राय गेम हाम्रो 1 घण्टा 40 हुन्छ 10 मिनेट। यतिखेर फेरि पनि लाइट फ्ल्याङ्कबाट यो लङ रेन्जमा राजन मगर फितलो रह्यो प्रहार। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू, भोलिको खेल भने डिडिवाइसी बेल्टार भर्सेस सुनाखरी युथ क्लबको बीचमा रहने कुरा म जानकारी गराउन चाहन्छु। पहिलो सुनाखरी युथ क्लब लालबजारको बीचमा रहने पहिलो सेमी फाइनल खेल म यहाँलाई जानकारी गराउन चाहन्छु। यतिखेर शिखर एफसी निशान राई बलमा राइट फ्ल्याङ्कबाट जर्सी नम्बर 11 का खेलाडी यतिखेर यो प्रहार भने फितलो रह्यो न्यू त्रिजुगा स्पोर्ट्स क्लबका लागि। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू, हामी यो दोस्रो हाफको अन्तिम समयमा रहेका छौँ। म यहाँ जानकारी गराउन चाहन्छु अहिलेसम्मको नतिजा भने 1-1 गोलको बराबरी रहेको कुरा म जानकारी गराउन चाहन्छु। यो लङ फुटेड अट्याम्प फितलो रहेको छ यतिखेर जर्सी नम्बर 2 का खेलाडी सुदीप थापाको। यतिखेर बल शिखर एफसी को उत्कृष्ट बचाउ रहेको छ। यतिखेर यहाँ सन्दीप भट्टराई न्यू त्रिजुगा स्पोर्ट्स क्लबका गोलरक्षक यहाँ खतरा टारेका छन्। उनले दुवै टिम आफ्नो स्कोर खोज्न चाहन्छ जितको लागि। यो अन्तिम समय रहेको छ सेकेन्ड हाफको। उत्तम विष्ट खेल जगत फुटबल खेल जगतलाई उहाँ बिर्सन चाहनुहुन्न। पूर्व खेलाडीका आधारले पनि उहाँ यस्ता खेलहरू मफसलका खेलहरू हेर्दा उहाँ निकै एक्साइटेड देखिनुहुन्छ। म उहाँको कमेन्टलाई सकारात्मक रूपमा लिन चाहन्छु र हामी सम्झन चाहन्छौँ उत्तम विष्ट पूर्व खेलाडी उहाँहरूको खेललाई हेर्दै हामी यहाँसम्म आएको कुरा पनि भन्दा खासै फरक नपर्ला। त्यसै गरी राजन मगर जर्सी नम्बर 23 का न्यू त्रिजुगा स्पोर्ट्स क्लबका पुराना खेलाडीको रूपमा लिन सक्छौँ र सिनियर खेलाडी पनि हुनुहुन्छ राजन मगर, जो आजसम्म पनि न्यू त्रिजुगा स्पोर्ट्स क्लबको नेतृत्व गरिरहनु भएको छ। निशान राई फेरि पनि बलमा निशान राई, त्यसै गरी अनिश सोनियार प्रेसर दिन चाहन्छ न्यू त्रिजुगा स्पोर्ट्स क्लब शिखर एफसीलाई।
त्यतिखेर हामीसँग आम्बासी हार्डवेयरका प्रोपाइटर कृपानन्द चौधरी हामीसँग जोडिरहनु भएका छ। हाम्रो प्रत्यक्ष प्रसारणमा बेलाका नगरपालिका 1 आम्बासी नारायण देवजी चौधरी मावि आम्बासी अगाडि रहेको आम्बासी हार्डवेयरका प्रोपाइटर कृपानन्द चौधरी हामीसँग जोडिनु भएको छ। यहाँ उत्कृष्ट प्रहार रहेको थियो यतिखेर विजय उराव जर्सी नम्बर 3 का खेलाडी। आज उनको यो प्रतिस्पर्धामा निकै उत्कृष्ट रहेको छ उनको प्रस्तुति। फेरि पनि बलमा राइट साइडबाट बल अगाडि बनाउने क्रममा जर्सी नम्बर 11 का खेलाडी रहेका छन्। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू त्यही 17 हो क्या, त्यति बेला 17 बनायो क्या लेखेको छैन नि 17 अजित जी तामाङ हामीलाई हेरिरहनु भएको छ। त्यसैगरी सुरज खत्री 1-1 भनिरहनु भएको छ। 1-1 नै छ अहिलेसम्मको स्कोरको अवस्था म यहाँलाई जानकारी गराउन चाहन्छु। हामी सेकेन्ड हाफको अन्तिम समयमा छौँ। आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू मुकेश माझी बलमा टिम कप्तान छन् उनी स्पोर्ट्स क्लबका लागि। विजय उराव यहाँ पास गर्दै राम्रो प्रहार थियो। यहाँ केही खतरा हुन सक्छ न्यू त्रिजुगा स्पोर्ट्स क्लबका लागि। शिखर एफसी का तर्फबाट जर्सी नम्बर 8 का सिजल राईको यो उत्कृष्ट प्रहार गोल पोस्ट भन्दा केही छेउबाट बाहिरिएको छ। यतिखेर आजका मुख्य रेफ्री ज्यान शङ्करले अफसाइडको सङ्केत गरिदिएका छन्। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू बराबरीको स्थिति अन्तिम समयसम्म भएमा खेल पेनाल्टीतर्फ धकेलिने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। 1-1 गोलको बराबरी रहित खेल खेलिरहेको दुवै टिम यहाँ दोस्रो स्कोरको खोजीमा रहेको छ। राजन मगर बलमा यतिखेर लेफ्ट फ्ल्याङ्कबाट यहाँ पल गरिदिएका छन् राजन मगरलाई। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू आजका फोर्थ अफिसियल तिलक कालीकोटेले 3 मिनटको अतिरिक्त समय थप गरेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू आजको यो अन्तिम क्वार्टर फाइनल खेलको दोस्रो हाफको अन्तिम समयमा 3 मिनटको अतिरिक्त समय थप गरिएको कुरा म यहाँमा जानकारी गराउन चाहन्छु। र अहिलेसम्मको खेल नतिजा न्यू त्रिजुगा स्पोर्ट्स क्लब 1 र शिखर एफसी 1 को बराबरी रहित खेल खेलिरहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। र यो अन्तिम समयमा अतिरिक्त समय 3 मिनट थप गरिएको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। धन्यवाद। यतिखेर सुरज गिरी राम्रो छ कमेन्ट्री चाहिँ भन्नुहुँदैछ। उत्तम विष्ट हामीसँग फर्स्टदेखि नै हामीसँग जोडिरहनु भएको छ। र आदरणीय सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू यतिखेर अन्तिम सेकेन्ड हाफको अन्तिम समयमा यतिखेर 3 मिनट अतिरिक्त समय थप गरिएको छ। र यो अतिरिक्त समयभित्र पनि गोल रहित खेल समाप्त भएको खण्डमा खेल पेनाल्टीतर्फ धकिलिने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। र समय पनि निकै ढिला भइसकेको कुरा म यहाँलाई अपडेट गराउन चाहन्छु। यहाँ थ्रोइङको अवसर पाएको छ त्यतिखेर शिखर एफसीले।
विजय उराव त्यतिखेर बलमा विजय उराव फेरि पनि न्युट्रिलाइज स्पोर्ट्सका जर्सी नम्बर 3 का अनि सोनिया रहेका छन् उनको यो प्रहार शीतल रहेको छ यतिखेर बल शिखर एफसी का खेलाडी जर्सी नम्बर 8 का खेलाडी छन् बलमा विजय उराव फेरि पनि बलमा फेरि पनि बल अगाडि बढाउँदै शिखर एफसी का खेलाडी जर्सी नम्बर 8 का खेलाडी छन् बलमा सिजल राई यतिखेर कर्नरको अवसर पाएको छ आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू यतिखेर भने यहाँ कर्नर प्रहारमा जर्सी नम्बर 8 का खेलाडी रहेका छन् सिजल राई आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू हामी अन्तिम समयमा छौँ बल अगाडि बढाउँदै लेफ्ट फ्ल्याङ्कबाट राजन मगर सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू आजका मुख्य रेफ्री ज्यान शङ्करले खेल समाप्त भएको घोषणा गर्नुभएको छ र खेल पेनाल्टी तर्फ धकेलिनेछ जहाँसम्म हामी अनुमान गरौँ दर्शक महानुभावहरू भित्र नबस्दिनु होला भलुन्टियर साथीहरू भलुन्टियर भाइहरू प्लेयर छोडिदिनु होला भोलिको अवस्था डिडिवाइसी बेल्डर भर्सेस सुनाखरी युथ क्लब सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू भोलिबाट हाम्रो सुरु हुने पहिलो सेमी फाइनल खेल डिडिवाइसी बेलटारका विरुद्ध सुनाखरी युथ क्लबका बीचमा रहने कुरा म यहाँ जानकारी गराउन चाहन्छु भोलि हुने पहिलो सेमी फाइनल खेल डिडिवाइसी बेलटार भर्सेस सुनाखरी युथ क्लब लाल बजारको बीचमा हुने कुरा म यहाँ जानकारी गराउन चाहन्छु यसै गरी यो प्रतियोगिताको छेडभर खटिरहनु हुने सम्पूर्ण भोलन्टियर मित्रहरू कृपया दर्शक दीर्घलाई सहजीकरण गर्नका निम्ति कृपया लाइनमा अपडेट रहनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु सम्पूर्ण भोलन्टियर मित्रहरू आजको यो अन्तिम क्वार्टर फाइनल खेल न्युट्रिजुगा स्पोर्ट्स क्लब भर्सेस शिखर एफसीको बीचमा भएको यो प्रतिस्पर्धात्मक खेलमा अहिलेसम्मको यो अन्तिम खेलमा न्युट्रिजुगा स्पोर्ट्स क्लबका जर्सी नम्बर 12 का निशान राईले आफ्नो व्यक्तिगत तर्फबाट गोल गर्दै टिमलाई लिड गरेका थिए भने शिखर एफसी का तर्फबाट जर्सी नम्बर 6 का मणि मगरले फर्स्ट हाफको थप गरेको अतिरिक्त समयमा आफ्नो टिमलाई व्यक्तिगत गोल गर्दै बराबरीमा ल्याइसके पश्चात खेल बराबरीमा सकिएको छ र अबको खेल भने पेनाल्टी तर्फ धकेलिएको कुरा म यहाँ जानकारी गराउन चाहन्छु साथै भोलि हुने पहिलो सेमी फाइनल खेल सुनाखरी एफसी लाल बजार भर्सेस डिडिवाइसी बेलटारको बीचमा रहने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु समय दिनको ठीक 4 बजे रहनेछ म यहाँ जानकारी गराउन चाहन्छु सम्पूर्ण भोलन्टियर मित्रहरू कृपया तपाईहरु यो लाइनमा अपडेट भइदिनु होला खेल अझै सकिएको छैन खेलको निर्णय भने अब पेनाल्टीबाट रहने भएकोले सम्पूर्ण भोलन्टियर मित्रहरू कृपया लाइनमा अपडेट रहिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू यो दोस्रो हाफको अन्तिम समयसम्म थप गरिएको 3 मिनेटको अतिरिक्त समयमा एक गोलको रहितमा दुवै टिमका तर्फबाट एक गोल भएको कारणले खेल अन्तिम समयसम्म एक गोलको बराबरीमा सकिएको कारणले गर्दा खेल पेनाल्टी तर्फ धकेलिएको कुरा म यहाँ जानकारी गराउन चाहन्छु र क्यामेरा क्वालिटी के भन्नुभएको सुरज जी क्यामेरा क्वालिटी प्लिज हामीलाई जानकारी गराउनु होला मजाले अँध्यारो भएर अलिकति भिजिबिलिटी कम भएको त्यस्तो उयो केही छैन तर अहिले ठिकै आइरहेको छ रमेश श्रेष्ठ हामीसँग जोडिरहनु भएको छ अनुरोध राई हामीसँग जोडिरहनु भएको छ माया प्रकाश दाई भन्नुहुँदैछ विपिन दाईलाई पनि माया हुनु पर्यो अनुरोध भाइ म अनुरोध भाइलाई यही प्रत्यक्ष प्रसारणद्वारा सम्झन चाहन्छु त्यसै गरी रमेश श्रेष्ठ उत्तम विष्ट सुरज गिरी हामीसँग जोडिरहनु भएको छ यतिखेर भने
शिखर एफसी का तर्फबाट पेनाल्टी सुट आउटका लागि पहिलो प्रहार रहेको छ यो उत्कृष्ट गोल रहेको छ यो शिखर एफसी का लागि सूरज गिरी शिखर एफसी को समर्थनमा हुनुहुन्छ पहिलो प्रहार रहेको थियो शिखर एफसी ले एक गोल गरिसकेको छ त्यसैगरी अब यो अर्को प्रहार रहेको छ न्यू त्रिजुगा स्पोर्ट्स क्लब का लागि जर्सी नम्बर 23 का राजन मगर अग्रज खेलाडीको रूपमा हामी लिने गर्छौं आजसम्म पनि न्यू त्रिजुगा स्पोर्ट्स क्लब सँग आबद्ध हुनुहुन्छ राजन मगर पुराना अनि अनुभवी खेलाडी हुनुहुन्छ यतिखेर पेनाल्टी प्रहारमा राजन मगर भर्सेस मनिष माझी सेभ गरिदिएका छन् राजन मगरको यो प्रहार मनिष माझी भर्सेस राजन मगर 1-0 रहेको छ यतिखेर दोस्रो प्रहारमा रहेका छन् शिखर एफसी का खेलाडी उत्कृष्ट गोल गरेका छन् राम्रो पेनाल्टी सुट आउट यतिखेर शिखर एफसी का तर्फबाट विश्वास थुलुङ राई दाई म आए भनिरहेछन् यहाँ विश्वास थुलुङ राई हामीसँग जोडिरहनु भएको छ मगर लिबान जित्छ कि क्या हो भन्नुहुँदैछ सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरु कसको समर्थन गर्न चाहन्छ कृपया कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नु होला हामी यहाँलाई जानकारी गराउन चाहन्छौं यतिखेर न्यू त्रिजुगा स्पोर्ट्स क्लबका खेलाडी रहेका छन् पेनाल्टी सुट आउटमा उत्कृष्ट गोल गरेका छन् यतिखेर न्यू त्रिजुगा स्पोर्ट्स क्लबका खेलाडीले एक गोलले पछि रहेको छ यतिखेर न्यू त्रिजुगा स्पोर्ट्स क्लब थोरै अलिकति अहिले अँध्यारो भएर साँझ परेर भिजिबिलिटी कम देखिरहेको छ तर कस्तो आइरहेको ठिकै आइरहेको जस्तो लागिरहेछ हामीलाई प्लिज यो चाहिँ मौसम के अरे टाइमै यस्तो भएर हो है क्वालिटी खेल अझै सकिएको छैन म यहाँ जानकारी गराउन चाहन्छु एक गोलले लिड गरिरहेको छ यतिखेर शिखर एफसी ले यतिखेर शिखर एफसी तेस्रो प्रहारका लागि रहेको छ यहाँ सुकेका छन् यतिखेर सन्दीप भट्टराई गोलरक्षक न्यू त्रिजुगा स्पोर्ट्स क्लब का खेलाडी उनको हातमा लागेर पनि बल स्कोर भएको छ यतिखेर तेस्रो प्रहारका लागि न्यू त्रिजुगा स्पोर्ट्स क्लब का खेलाडी पेनाल्टी सुट आउट का लागि अगाडि बढिरहेको हामी देख्न सक्छौं आदरणीय खेलप्रेमी दर्शक महानुभावहरु अहिले यहाँबाट जर्सी नम्बर देखिरहेको छैन भिजिबल छैन है त्यही भएर क्यामेरामा अलिअलि देखिरहेछ तर यहाँबाट चाहिँ अलिक जर्सी नम्बर चिनिरहेको छैन त्यही भएर हामी त्यसपछि गलत इन्फर्मेसन नराख्न हामी त्यो नम्बर भनेको छैनौं अहिले उत्कृष्ट गोल गरेका छन् न्यू त्रिजुगा स्पोर्ट्स क्लबका खेलाडी सन्दीप थापा यहाँ केही प्रेसर छ यतिखेर सन्दीप भट्टराईलाई उनले खेलको लयमा फर्किनका लागि उनले एउटा प्रहार रोक्नै पर्ने हुन्छ आफ्नो टिमलाई जित दिलाउनका लागि अथवा बराबर गराउनका लागि यतिखेर शिखर एफसी रहेको छ यो प्रहारका लागि उत्कृष्ट प्रहार यतिखेर शिखर एफसी का तर्फबाट मणि मगर मलाई जहाँसम्म लाग्छ मणि मगर भर्सेस सन्दीप भट्टराई कुनै गल्ती गरेनन् उनले यो पेनाल्टी सुट आउटका लागि न्यू त्रिजुगा स्पोर्ट्स क्लबका तर्फबाट जर्सी नम्बर 12 का निशान राई माफ गर्नुहोला निशान राई रहेका छन् यतिखेर पेनाल्टी सुट आउटमा निशान राई भर्सेस मनिष माझी रहेका छन् यतिखेर यो पेनाल्टी सुट आउटमा आजका स्कोरर पनि हुनु नि उत्कृष्ट प्रहार रहेको छ निशान राई न्यू त्रिजुगा स्पोर्ट्स क्लब का लागि उनले आफ्नो व्यक्तिगत गोल गर्दै टिमलाई
न्यू त्रिजुगा स्पोर्ट्स क्लब यतिखेर 1 गोलले पछि परेको छ। यहाँ दबाव छ सन्दीप भट्टराईलाई आफ्नो टिमलाई लयमा ल्याउनका लागि उनले वान सेभ गर्नै पर्ने हुन्छ। यतिखेर शिखर एफसीका तर्फबाट खेलाडी पेनाल्टी सर्टका लागि अगाडि बढिरहेका छन्। हामी देख्न सक्छौँ आदरणीय खेलप्रेमी दर्शक महानुभावहरू। फेरि पनि सन्दीप भट्टराई यहाँ चुकेका छन्। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू शिखर एफसीले पेनाल्टी मार्फत जित निकाल्दै आफ्नो टिमलाई सेमी फाइनलमा पुर्याएको कुरा म जानकारी गराउन चाहन्छु। ल यति भन्दै आजको हाम्रो टुर्नामेन्ट सकिन्छ। विनर शिखर एफसी। यस्तो छ माहौल अहिले। भोलिको सेमिफाइनलमा सबजना आउनु हामीलाई लाइभमा जोडिनु होला है। कमेन्टमा बिग फ्यान लेख्नु होला। हेर्नु दर्शकहरूले कति धेरै प्राउड छ यार, दामी छ। खासमा यो दुवै टिमहरू छिटो आउनु भने आज फतेहपुर छिटो आए पनि अर्को टिम अलिक ढिलो आइरहेको छ। भोलिदेखि सबै टिमहरू छिटो आउनलाई लाइभ हेरिराख्नु भएको छ। नेटपेका सम्पूर्ण टिमका नामदेव खेलाडीहरूलाई छिटो आइदिन लाइभ आउनु चाहन्छु। म्यान अफ द म्याच गोलकिपर मनिष माझी म्यान अफ द म्याच। र यसै गरी आजको यो प्रतियोगिताभरिका म्यान अफ द म्याच हुन सफल हुनुभएको छ शिखर एफसीका गोलरक्षक मनिष माझी, जर्सी नम्बर 1। उनको उत्कृष्ट प्रचारका कारण आज शिखर एफसी सेमी फाइनलको यात्रा पक्का गरेको छ। म्यान अफ द म्याच मनिष माझी, कङ्ग्रेचुलेसन। गोलरक्षक मनिष माझी, कङ्ग्रेचुलेसन। कृपया आफ्नो पुरस्कार लिनको लागि आयोजक डेस्कमा आइदिनमा हार्दिक अनुरोध गर्न चाहन्छु। शिखर एफसीका गोलरक्षक मनिष माझी। यसै गरी आजबाट मोबाइल यहाँ छ होइन त्यो खुचेको झर्ना उयो खिच्नु पऱ्यो एकचोटि सकेपछि। यो भयो टस। ल म्यान अफ द म्याच किपर यहाँ आइरहेको छ। यहाँबाट केही देखिरहेको त छैन भाइ। यहाँ फोटो हान्यो भाइ पुष्पजीत। सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू त्यो झन्डा बोकिरहल सानो भाइ, त्यो झन्डा बोकिरहल। एकछिन काम छ तिम्रो। आजको यो प्रत्यक्ष प्रसारणमा क्यामेरामा विपिन चौधरी अनि कमेन्टरीमा म प्रकाश दिष्ट। अर्कोमा कुद्न लाउँछ नि कुद्नु ल झन्डावाला भाइ। यहाँहरू माझबाट हामी बिदा हुन चाहन्छौँ। धन्यवाद। अब भोलिको पहिलो सेमी फाइनल खेलमा हामी फेरि हाम्रो प्रत्यक्ष प्रसारण लिएर यहाँहरू माझ उपस्थित हुने नै छौँ। विपिन हुनेछ, म हुने छुइनँ। यहाँहरू माझ म नरहने कुरा गर्दैछु, भोलि म हुन्न। धेरै धेरै धन्यवाद यहाँहरूलाई हाम्रो प्रत्यक्ष प्रसारण यहाँसम्म साथ दिनुभएकोमा सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरूलाई यहाँहरूको साथ माया सपोर्ट रहिरहोस् हामी अपेक्षा गर्छौँ। धेरै धेरै धन्यवाद। लेट्स सी, गुड नाइट।